गाइस हामी चाहिँ लुम्बिनी केबल कार घुमेर फर्किँदैछौँ। आमा कस्तो लाग्यो हजुरलाई? बहुत राम्रो लाग्यो मलाई त। राम्रो लाग्यो। हजुरलाई कस्तो लाग्यो? रमाइलो लाग्यो। रमाइलो लाग्यो छोरी नातिनीहरूसित जाँदा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म आफ्नो आमा बुवासँग चाहिँ घुम्न जाँदैछु बुटवल लुम्बिनी केबल कार माथि कामाख्या देवी मन्दिरसम्म। र भिडियो अन्तिमसम्म हेर्नु होला। हामी जाँदैछौँ लुम्बिनी केबल कार। के गरेको? छुई मुई यता हेर। कहाँ जा रहे हम आज? घूमने। गर्मी हो गया, गर्मी गर्मी। गोल पार्क झरेर हामी जाँदैछौँ। अब अटो चढ्न पर्छ सायद। कति? शाइना, आर यू एक्साइटेड? डर लग रहा है कि नहीं आपको? लग रहा है बहुत ज्यादा। ओके ओके डन। हामी चाहिँ आइयो टिकट काटेर। टिकटमा चाहिँ 3500 थियो टोटल 3500 थियो। तर यहाँ चाहिँ के गर्नुभयो, टिकट काट्ने मान्छेले चाहिँ हामी 4 जनाको चाहिँ लेख्नुभयो 3000 होइन। बच्चाको 500 लाख थियो अरे। 500 को चाहिँ यहाँ मेन्सन गर्नु भएन। देख्न सक्नुहुन्छ हामी 4 जना छौँ। साइनाको चाहिँ मेन्सन भएको छैन, तर हामीसँग चाहिँ पुरै पैसा लिनुभएको छ 3500। डर लाग्छ? तिमी त पहिला नि चढेछौ नि। राखिराख्नु है, फर्केर हाम्रो फोटो हेर्दैछ। ए ओके, यो फोटो हेर्ने हो कि लिने हो? तो लिने पनि होला नि सायद। मम्मा जैसी लाइट बढ़ रही थी ना मेरे आँख गर्मी भयो। ल साइना हात समात, डराउँदै साइना। डराउनु पर्दैन आमा। चढियो कति अहिले त गडङडुङ गर्छ। अरे तो पोल आउँदा ड्रिङ गर्छ के? त घुम्छ नि त त्यहाँ। मम्मा मेरे को लगा ये खुला होता है इसलिए मम्मी ने कर रहा था। नहीं खुल्ला डरेन है म त। हेलो गाइस, हामी चाहिँ केबल कारमा छौँ। आमा कस्तो लागेछ? मलाई ठिक लाग्यो। मलाई
नीचे देखो स्कूल भी है, वहाँ पर बस है। सब कुछ है। ए त खोला त तलै देखिन्छ कति ढिलो हिँड्यो कति ढिलो उकालो छ त अनि ढिलो हिँड्नु परेन आएको आइन्छ नदी त किन हो तिनौ त हो यो डाँडा हेर्न सक्नुहुन्छ बुटोलबाट पहाड देखियो यो नुवाकोट कि के त्यो नुहाको नै यो हामी जान लागेको ठाउँ बसन्तपुर बसन्तपुर के हो बसन्तपुर मात्र हो बोल्ला हुँदैछन् के थाहा पाल्पाको बसन्तपुर डाँडा होइन बसन्तपुर डाँडा त भनी पाल भयो नुहाको छैन अब तो मजा आ रही है। अब मजा आ रहा है कान सुन्न हो गया ना यो लगाएपछि हावा आउन नि त कहाँ से आ रहे थे दिखी ना। स्तर बोरामा हिँड्ने हो नि त फलामको तारमा यो भगवान् यो तार घुमेको हो कि त्यो गाडी त एउटा तार घुमेको हो अंकल सोते हुए थे। हाँ अब फिर से ठक ठक। ठक ठक करेगा है ना डर त लाउने रहन्छ खासै यहाँ भेरी तल गर्मी भयो तारमा सुरुरु हिँड्यो अब अनि लुठामा फलामको एउटै लुठो त छ नि यसमा यता नि भिडियो गरे गुटुक्क गरे एकदम गरे के कान थुक निल्नु त ठिक हुन्छ यता झन् बुझ्यो झन् बुझ्यो थुक्ने लगाइदियो यसो गरेर खुल्छ कि कतिखेर कतिखेर खै फुली होइन होद्रङ गरे आफ्नो गोली आएर होद्रङ गरे तयारीको मम्मा वहाँ देखो वहाँ। के हेर्ने उहाँ वहाँ कहाँ जाएंगे। ढिलो हिँडेर टाढा लागेको कि कसो हो र अलि मनकामनाको भन्दा त अलि स्लो छ धेरै छ ल धेरै बाले गढी हेर्ने 20-22 मिनट भयो 22 मिनट भइसक्यो उहाँ 10 मिनटमा पुरा हुन्छ ए आउँछु र आखिरकार पहुँच ही गए मम्मा नीचे देखो गार्डन। बस रुक जा। बल्ल शीतल भयो दीवार रुक जा। उतर 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 यताबाट मन्दिर जाने बाटो स्लो सुलुलुलु हेलो गाइस सुलुलुलु के मम्मा चिकन खाया था हमने हाँ हमने तो चिकन खाया अब क्या करें क्या करें। कुछ नहीं होता चलो घंटी। छोरीले बिहान मासु खायो कि त्यही भएर अहिले ए घन्टी बजाउनलाई हो सिडीहरूमा चाहिँ ब्याक काउन्टिङमा लेखेरै छ तल हेर्न बिर्स्यौँ अब हेर्दैछौँ जाने बेलामा हेर्न पर्ला कति सिडी चढेर आयौँ आमा थाक्नु भयो थकै लाग्यो गाइस केबल कारभित्र त कस्तो गर्मी थियो बाहिर निस्केपछि त अलि शीतल छ यता थकै लाग्यो गाइस एकछिन बस्दैछु म चाहिँ आमाहरू त जाँदै हुनुहुन्छ कता कता बुवा उता छोरी उहाँ पुगिसके शीतल हावा चल्यो म चाहिँ हावा खाँदै
ल यस्तो अर्को हात धेरै नै के मन्टै बङ्गाइदि त अनि यता जाने नि टिकट लाग्ने रहेछ त्यहाँ पनि टिकट छ तलको प्लेट लग गई कहाँ लगा हेलो हेलो Bye. Hello. 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 सबैको एल्बमहरु सावधान पुरानो पुरानो पोज ल अनि त्यसपछि यस्तो यस्तो हैन यस्तो अनि त्यसपछि यस्तो यस्तै हो सबै भयो होइन एउटा फोटो लिइदिउँ न आफै घसारिँदै आइछ यो त मलाई चाहिँ यो बसन्तपुर डाँडा कामाख्या देवी मन्दिर मतलब लुम्बिनी केबल कार चाहिँ अत्यन्तै राम्रो लाग्यो। माथि गएर बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ जस बच्चाहरू बोर नहुने अनि फ्री अफ कस्ट थियो त्यो स्लाइडिङ र यो राउन्ड पिङ चाहिँ त्यो ट्राम्पोलिङ हो कि के हो त्यो चाहिँ त्यसमा चाहिँ 100 रुपियाँ टिकट लाग्दो रहेछ अनि जिप लाइन थियो अरू पनि धेरै उस एक्टिभिटीहरू थियो है एकदम राम्रो थियो अनि खानाको लागि जस्तो रेस्टुरेन्टहरू पनि रहेछ अनि मलाई चाहिँ अति नै राम्रो लाग्यो र मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्न चाहिँ नबिर्सिनु होला गाइस। र यहाँ देख्न सक्नुहुन्छ मेरो सानो छोरी सँगसँगै ठुलो छोरी पनि पिङ खेल्दै इन्जोय गरिराखेका छन् दुईजनाले अनि साइना नि अत्यन्तै खुसी भई उलाई चाहिँ पिङहरू एकदमै मन पर्ने खेल्ने ठाउँ पार्क अनि नेपाल आइबाट पार्क साक गइएको थिएन हैन वरिपरि हुँदा पनि हुँदैन अनि जाने कुरै भएन अनि यहाँ देखेर चाहिँ उले माथिबाट मन्दिरबाट देखिरहेको थियो तल छिटो हिँड पिङ खेल्ने भनेर हैरान पारिरहेको थियो अनि ऊ चाहिँ तल आएर पिङ सिङ खेल्यो अनि हामीले चाहिँ भोक लागिरहेको थियो अर्डर दिएर फेरि यता बाहिर पिङमा बस्यौँ। यता आमा र म पनि सरर पिङमा बस्दै एकछिन आनन्द लिँदै देख्न सक्नुहुन्छ साइनाले आमालाई पिङमा हल्लाउँछु आमालाई भन्दै थिए अनि देख्न सक्नुहुन्छ थोरै समयको लागि आए पनि आफ्नो परिवारसँग आफ्नो आमा बुवासँग टाइम स्पेन्ड गर्न पाउँदा म चाहिँ एकदमै खुसी छु हैन सधैँ यस्तो टाइम आउँदैन है अनि जोस मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ माइतमा देख्न सक्नुहुन्छ अनि यहाँ नस्पतिको बुटा रहेछ यतापट्टि नस्पति फलिरहेको रहेछ
दिदीको छोरी चाहिँ उतातिर गएर घुमेर आए। अनि हामीले खाजासाजा खायौँ र त्यसपछि हामी चाहिँ जान्छौँ घरतिरको लागि लाग्छौँ। सससँग मोमो खाँदै यहाँ चाहिँ पिङ पनि रहेको छ। आयो बरु घाम पिङ खेलियो पछाडिबाट नि बना बा बिगाइदिन अलि राम्रोसँग टाइट हो है त कितनी भी तेज नहीं बोल रहा साइनाको बनाइदे वाउ सररा चचवी चचवी वहाँ पुगिसक्नुभयो। अब हामी फर्किँदैछौँ। साइनालाई यहाँ स्यान्डल लाएर हिँड्न गाह्रो भएर टुकुन टुकुन साइना साना कति भयो अब जाने आधी घन्टा लाग्दो रहेछ। ओहो यता बस्न पर्ने हुन्छ। हामी जाँदैछौँ पहाडबाट मधेसतिर। पहाडमा आइयो थियो सिधै अब कितना सानू हम पहाड़ से अब जा रहे हैं नीचे नीचे। बल्ल बेला भयो हामी चाँडै आएर घुमेर फर्किन्ला। तल हेर्दा त डर लाग्दैछ है। मजा तो आ रहा है। मजा आ रहा है। सिरिङ्गे हो नि क्या एक्कासी हेर्दा हेर्दा तलतिर। स्लो 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 बनबुटा हरियाली देखेरै रङ्ग लाग्यो कि हेर्नु कतिमा रमाइलो। वो जल्दी नहीं आ रहे। हात बजाउँदै घाँस काट्दै गर्नु। यसमा नि मम्मी ये जल्दी जल्दी आ रहा है ना। यसमा दुईजना कितना जल्दी है। इधर देख के तो जय भगवान डराएर यसमा प्याका हाल्नु। टक्की अब भेट हुन्छ मान्छे त्यहाँ। कितने नंबर हो? हेलो आए हम चिपक रहे हैं। जल्दी आओ खटखटा रहे हैं। नहीं आ रहा है। आ रहा है अकेलापन एउटा अकेला बेचारा। छाया जल्दी आओ मम्मा केही गर्दैन के आओ अरे। ना। तिमी पनि डेडी चाहिँ डराउ कि डैडी का बच्चा है कि मम्मा का बच्चा है? अरे इसमें थोड़ा मजा आता है ना तो आप मजा आता है फिर भी आपके साथ चिपकने का मन खट 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 खत्म खत्म। धर अच्छी है आइरहेको छु अनि आएर यतातिर तलतिर नि देखाएको। यो पनि त्यही छ। हे
गर्मी गर्मी एकीरापन जब ये गर्दा यसमा सामान आउँछ होला मनोकामना त बाख्रा लैजान्थ्यो नि बोका सोका सबै लान्छ यो त अर्को होइन है सिद्ध बाबा मन्दिर अनि धेरै जसो बाढी आउने यहीँको होइन त फोटोमा त्यही त यता खोला छ अहिले त सुक्खा रहेछ यो खोला चाहिँ बाढी पहिरो उता तिनाउ नदी तिनाउमा पौडी खेल्दैछन् यताबाट मन्दिर यता उताको देखिन्छ अलिअलि रहेछ यहाँ केवालघाट नुवाकोटको उता रहेछ यता बुटोलपारी रहेछ है त्यो बुटोलबारी यता त्यो बुटोलपारी रातो नीलो बुटोलको पुल पनि देखियो तिनाउ पुल बुटोल सहर उधर पुल है। अच्छा आप समझ में आया जो खाली होते हैं वो तेज आते हैं खड साइना नडराउने बा ड्याडीलाई तपाईँ त डराउनुहुन्थ्यो अरे म त डराएँ फाइनली हामी घुमेर फर्कियौँ गाइज मम्मी बुवा अनि दिदीको छोरी चाहिँ घरतिर लाग्नुभयो अनि हामी चाहिँ त्यहाँ मेरो अमजो दिदी हुनुहुन्छ साइनाको फुपू दिदी अनि उहाँकोमा जान थियो हामी चाहिँ त्यही बुटोल आएको बेलामा कति अब घरिघरि बुटोल आइँदैन भनेर चाहिँ त्यो दिन चाहिँ साइना र म चाहिँ उता गयौँ फुपू दिदीकोतिर साइनाको र यहाँ देख्न सक्नुहुन्छ मेरो क्युटी पाई भान्जा हामीले चाहिँ पोहोर आउँदाखेरि भेटेको एकदम एक सानो हुनुहुन्थ्यो 1 महिनाको अहिले त ठुलो भएर यति नती भएर क्युटी पाई अनि जस हामी चाहिँ त्यो दिन दिदीकोमा बस्यौँ अनि अर्को दिन चाहिँ आन्टीहरूकोमा भेटघाट गरेर फर्किन्छौँ र देख्न सक्नुहुन्छ एकदमै रमाइलो भयो अनि यहाँ चाहिँ मैले भान्जालाई खाना खुवाउँदै भान्जासँग रमाइलो गर्दैछु अनि साइनाले पनि म पनि खुवाउँछु भनेर 1-2 बाइट खिलाउँदै थिइन् उनले पनि जस हाम्रो दिन राम्रो बित्यो राम्रो गयो अनि त्यसपछि मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो गाइस कमेन्ट गरेर चाहिँ भन्न नबिर्सिनु होला है अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ भान्जालाई खेल्दै खुवाउँदै गरिराखेको थिएँ मैले भान्जाले रमाउँदै हुनुहुन्थ्यो र बिहान साइना दिदीलाई पनि उठाउनु भयो भान्जाश्रीले सुतिराखेको दिदीलाई उठाउनु भयो गएर है अनि यहाँ साइनाले पनि मैले नि खुवाउँछु भनेर अनि साइनालाई फेरि कति दिन भयो इन्डियाबाट आएबाट कडी चावल नखाएको कडी एकदमै मनपर्छ उता आन्टीले चाहिँ कडी बनाउनु भयो रहेछ ल साइनाले पनि खाना खोजिराखेको थिएँ कडी अनि त्यसपछि उसले नि कडी चावल खायौँ अनि दिउँसो यति गर्मी थियो त्यो दिन अनि फेरि म फेरि साँझ पकाउनै फर्किएँ अनि फेरि दिउँसोमा चटपट खाइयो अनि आन्टीले यहाँ देख्न सक्नुहुन्छ दिने भएर अत्यन्तै रमाइलो भयो थ्याङ्क यू फर वाचिङ एभ्रिवान किप सपोर्टिङ लाइक कमेन्ट गर्नु होला है बाई बाई खै बाई बाई चलो भिडियो त कस्तो कालो देखाएको के अब 5X को त त्यस्तै त